नमस्कार साथीहरु, के तपाईहरुले नेपाली चलचित्र मोहर फिल्मलाई हेर्न चाहनुहुन्छ मोबाइलबाट? यदि त्यसो हो भने यो भिडियो तपाईहरुको लागि। यो भिडियोलाई लास्टसम्म हेरेर च्यानललाई एक सब्स्क्राइब गरेर भिडियोलाई एक लाइक गर्न पनि नबिर्सनु होला। साथीहरु, तपाईहरुको मनमा लागिरहेको होला नेपाली चलचित्र मोहर फिल्म कस्तो खाले चलचित्र हो, मोहर फिल्म किन हेर्ने भन्ने प्रश्न उठिरहेको होला। साथीहरु, अब कुराकानी गरौँ। सबभन्दा पहिले यो फिल्म कस्तो हो। मोहर फिल्म एउटा कुप्रथा यानी कि देउकी प्रथामा आधारित चलचित्र हो। तपाईले यस मुभीमा देउकी प्रथाको बारेमा मात्र नहीं, यो चलचित्रमा तपाईहरुले एक्सन, ड्रामा, कमेडी, लभ सम्पूर्ण भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। यो चलचित्रमा हामीहरूले देख्न सक्छौं कलाकारहरू पल शाह, बेनिसा हमाल, नीति शाह, रविन्द्र झा, अन्य कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौं। यो चलचित्रमा जति पनि दर्शकहरूले हेर्नुभएको छ, सबैजना कलाकारहरूको राम्रो कामको तारिफ गरिराख्नु भएको छ। अब कुराकानी गरौँ यो चलचित्र किन हेर्ने। साथीहरु, यो चलचित्र एउटा कथा बारेमा बनेको छ। त्यो कथा हो देउकी प्रथा। देउकी प्रथालाई सबै नेपालीहरूले कस्तो थियो भनेर जान्नुपर्ने आवश्यक छ। साथीहरु, यसमा राम्रोसँग देखाइएको छ देउकी प्रथा कस्तो थियो। अझै पनि कुनै ठाउँमा चलिरहेको छ पश्चिमतिर। र साथीहरु, यस चलचित्र यो एउटा चलचित्र उद्योगकै उत्कृष्ट चलचित्र पनि बनेको छ। यो चलचित्र मैले पनि हेरेको छु र मैले मनदेखि नै भनेको छु। मैले मात्र हैन, लाखौं जतिजना पनि दर्शकबिनहरूले यस मुभीलाई हेर्नुभयो, सबैजनाले राम्रो प्रतिक्रिया साथ यो चलचित्र हेर्नको लागि सबैजनाले अनुरोध गर्नुभएको छ। साथीहरु, यो चलचित्र अहिले हलमा लागिरहेको छ र यो चलचित्रको बुकिङ गर्नको लागि खल्तीबाट सजिलैसँग तपाईहरुले यस मुभीको टिकट बुकिङ गर्न सक्नुहुनेछ। यो चलचित्रको टिकट काट्नको लागि तपाईहरुले आइएमईबाट पनि सक्नुहुन्छ, तर तपाईहरुले आफ्नो मोबाइल फोनमा हेर्न चाहिँ सक्नुहुने छैन। साथीहरु, अझै पनि यो मोहर चलचित्र हेर्नु भएको छैन भने अहिले हाम्रो देशका कम हलमा कम सोमा चलिरहेको छ। मौकाको फाइदा उठाउन नबिर्सनु होला। आजको लागि यति नै भन्न चाहन्छु। धन्यवाद।